हेलो वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अब हजुरहरूले हेर्दै जानुस्। म चाहिँ आज मटन बनाउँदैछु। म मटन कसरी बनाउँछु, म मटनमा के राख्छु लास्टसम्म हेर्नु होला। अनि त्यसपछि हजुरहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ। अब हजुरहरूले अब कसरी टमाटर काट्नुहुन्छ त्यो मलाई थाहा भएन। मैले चाहिँ टमाटर यसरी काट्छु। अनि म चाहिँ यहाँ मसला पनि तयार पारिसकेको छु। अब चाहिँ मैले हाम्रो प्याज चाहिँ ब्राउन कलरको भइसकेको छ। अब चाहिँ म मासु राख्ने छु। लास्टसम्म हेरिदिनु होला। मैले चाहिँ अब बोकाको मासु राख्दैछु। हेर्न सक्नुहुन्छ कस्तो लाग्छ मेरो आज बोकाको मासुको रेसिपी। हजुरहरूलाई मन पर्यो भने चाहिँ यसरी बनाउन सक्नुहुन्छ। लास्टसम्म हेर्नु होला। म धेरै चाहिँ बनाएको छैन, थोरै मात्र बनाएको आज। अब चाहिँ मैले यसलाई चलाउँदैछु। यसपछि फेरि मैले अब के गर्छु भने बेसार नुन राख्छु हल्का मासु पाकिसकेपछि। त्यसपछि म सबै कुरा देखाउँछु हजुरहरूलाई। अब चाहिँ म बेसार अब हजुरहरूलाई अब स्वाद अनुसारको, मेरो चाहिँ अब घरको बेसार हो, थोरै हाले पनि लाग्छ। अनि त्यसपछि म चाहिँ अब नुन राख्दैछु। धेरै चर्को पनि खाँदैन माम्न, मलाई प्रेसर हाई छ, ठिक्कको हो। ल अब चाहिँ म चलाउँछु। मैले चाहिँ अब बेसार नुन राखेर अब चलाउँदैछु। मेरो सानो मिनी ब्लग सबैजनाले हेरिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब सबैजनाले गरिदिनु होला। हजुरहरूले साथ सपोर्ट दिनुभयो भने चाहिँ म अगाडि बढ्न पनि सजिलो हुन्छ। अब म एकछिन राख्नेछु। ल अब चाहिँ म कस्तो भयो, बेसार नुन राखिसकेपछि कस्तो भयो भनेर म चलाउँदैछु। हेर्न सक्नुहुन्छ कस्तो भयो। यहाँ यतिको भइसकेको छ। अब म एकछिन पछि यसमा मसला राख्दैछु। मसला रेडी गरेर राखिसकेको छु। मैले छोरीलाई बोसो पनि निकालेर दिइसकेको छु। किनभने छोरीलाई बोसो साह्रै मनपर्छ। अब मैले मसला राख्दैछु। अब हेर्न सक्नुहुन्छ यो चाहिँ म लास्टमा पखालेर राख्नेछु। अब यहाँ हेर्न सक्नुहुन्छ। अब मैले मसला पाकिसकेपछि बल्ल टमाटर राख्नेछु। हेर्दै जानु है कसरी बनाउँछु म मटन। अनि हजुरहरूले चाहिँ मलाई सपोर्ट गर्नुहुन्न के, किन यस्तो मलाई चाहिँ होइन, किन माया मार्नुभयो। ल अब यहाँ चाहिँ मसला अब पाकिसकेपछि म टमाटर राख्नेछु। अब चाहिँ म मासु कस्तो भयो भनेर हेर्दैछु। यस्तो भयो त। ल अब मासु चाहिँ रेडी हुँदैछ। अब चाहिँ मैले अब टमाटर हेर्न सक्नुहुन्छ टमाटर। अब म टमाटर राख्दैछु। अब यो टमाटर पाकेपछि लास्टमा तपाईलाई फाइनल्ली मासुको रिजल्ट म देखाउने छु। वाउ क्या गजब भयो त है। कति मिठो भएको बास्ना, लास्ट मिठो बास्ना आहा। अब हाम्रो चाहिँ मटन पाकिसकेको छ। हेर्न सक्नुहुन्छ है टमाटर पनि पुरै पाकिसकेको छ। हेर्न सक्नुहुन्छ है। वाउ अझै राम्रोसँग टमाटर चाहिँ ग्रेभी भएको छैन। अझै एकछिन पकाउनु पर्छ। अब चाहिँ फाइनल्ली हाम्रो मटन पाकिसकेको छ। फाइनल्ली भइसकेको छ। हेर्न सक्नुहुन्छ।
ल जाँदा जाँदै के भन्न चाहन्छु भने सबै अब मेरो युट्युब च्यानलमा सबै जोडिदिनु भएको साथीहरूदेखि ल्याएर सबैजनालाई मेरो नमस्कार छ भन्दै बिदा हुन चाहन्छु। बाइ बाइ, अर्को भिडियोमा भेटौँला।